हेलो गाइज, म चाहिँ आज बनाउन जाँदैछु मेरो साथीको फेभरेट आलु पुरी। मेरो साथीलाई चाहिँ खासै बनाउन नआउने भएको कारणले उसले चाहिँ पिठो अगाडि नै रेडी बनाइराखेछ। त्यसपछि चाहिँ मैले मुसिसकेको पिठोलाई सानो सानो डो बनाएर राखेँ। यो चाहिँ नटासोस् भनेर मैले माथिबाट थोरै मैदा हालेँ। त्यसपछि मैले पालै पिलो डोलाई बेल्न सुरु गरेँ। मैले चाहिँ रोटी बेल्ने रोलिङ चापटी धेरै नै सुप्पाहरूमा खोजेँ, तर मैले चाहिँ काहीँ पनि भेटिनँ। जापानिजमा चाहिँ नोसिता भन्दो रहेछ। मैले चाहिँ धेरैवटा सुप्पामा नभेटेपछि चपिङ बोर्डमै बेल्न सुरु गरेँ। चपिङ बोर्डमा बेल्दाखेरि चाहिँ मलाई अलिकति गाह्रो भयो। रेस्टुरेन्टमा जस्तो गोलो त बनाउन खासै जान्दिनँ, त्यही पनि मैले आफ्नो बेस्ट दिएँ। पुरी पाक्नको लागि चाहिँ यत्तिको तातो तेलमा डुब्नु पर्छ। यत्तिको अगाडि पाकेर फुलेपछि मैले अर्को साइड पल्टाएँ। पछाडि पनि यत्तिको बिस्तारै फुलिँदै गएपछि हाम्रो पुरी रेडी हुन्छ। धेरै ओइली हुनेको कारणले मैले चाहिँ पुरीलाई एकछिन साइडमा तेल तराउन राखेँ। यत्तिको तेल तर्किसकेपछि मैले जालीवाला प्यानमा राखेँ। यसरी नै मैले सबै पुरीलाई पालै पिलो गर्दै फुलाएर प्यानमा राखेँ। पुरी बनाएकै तेलमा आलु तरकारी पनि बनाउन सुरु गरेँ। सुक्या खोर्सानी र प्याज हालेर फ्राई गरेँ। फ्राई भइसकेपछि आलु पनि हालेर मैले एकछिन चलाएँ। नुन र बेसार पनि थोरै हालेर एकछिन चलाएर आलु पाक्नको लागि मैले ढकनी लाएर 5 मिनट जति छोडिदिएँ। 5 मिनटपछि चेक गर्दा आलु हल्का पाकेछ। लसुन र टमाटर पनि हालेर मैले एकछिन चलाइदिएँ। टमाटर पनि पाक्न थालेपछि मैले माथिबाट जिराको धुलो, स्वादअनुसारको नुन हालेर एकछिन ढकनी लगाइदिएँ। ढकनी लाएर मसला पनि पाकिसकेपछि एकछिन चलाइदिएँ। अब मेरो तरकारी पनि रेडी भइसक्यो। अझै यस्तै कुकिङको भिडियो हेर्नुको लागि मलाई फलो गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ भिडियो।